देवकोटाको समयमा मदन लासा जान्थ्यो, मुना यहाँ वियोगमा बस्थिन् वा मदन पनि वियोगमा हुन्थ्यो, टाढा प्रेमबाट टाढा हुन्थ्यो। अब अहिले समय यस्तो आयो कि त्यसको स्थिति त झन् भयावह भयो। मुना पनि विदेश जानुपर्ने हो, दुईटै विदेश जानुपर्ने अवस्था। त्यो सान्दर्भिकतालाई यहाँले थप्नुभयो, जोड्नुभयो, त्यसले गर्दा सामयिक बढी देखिन्छ, सान्दर्भिक बढी देखिन्छ भन्ने। यो पटक चाहिँ यहाँले कविता कृति मुना मदन रोज्नुको कारण के? मुना मदन चाहिँ खासमा नेपालको एउटा संस्कृति नै बनिसकेको छ। महाकवि देवकोटाले पनि प्रदान दिएको, उहाँले आफ्नो मृत्युकै शैय्यामा बसेर भन्नुभएको थियो कि मेरा सबै कृतिहरू जलाइदिए पनि मुना मदन नजलाइदिनु। अब मुना मदन यो नाटकमा नयाँ चिज केही गर्नुभएको छ वा एक रेखीय मुना मदनको जुन कथा छ त्यही नै छ वा त्योभन्दा फरक केही ड्रामाटाइजेसनहरू एउटा निर्देशकले, एउटा परिकल्पनाकारले गर्नुपर्ने नाटकमा गर्न मिल्ने अन्य कुराहरू केही थप्नु भएको छ? मुना मदनको जस्तो कथावस्तुको हिसाबले त मुना मदन अब एउटा जनजीवन विजयको कथावस्तु त त्यही नै छ, तर यसको प्रस्तुति शैलीहरूमा मैले नवीनता दिने कोसिस गरेको छु। नाटक खेल्न पाइहाल्छु भन्ने हिसाबले नाट्यघर बनाउनु भयो, तर नाट्यघरको व्यवस्थापन नै यहाँले लिनु त्यसपछि पर्यो। म 6 वर्ष त पुरै नाटक नखेलिकन व्यवस्थापनमा बसेँ र म साँच्चैकै इन्जोय पनि गरेँ। अहिले पनि म व्यवस्थापनमा सबभन्दा बढी इन्जोय गर्छु। जस्तो अब काठमाडौँमै हेऱ्यो भने चाहिँ अधिकांश थिएटरमा आउने नयाँ जेनेरेसन छ कि त्यहाँ काठमाडौँमा पनि एउटा मान्छे 4 वर्ष 5 वर्ष पछि त्यो नाटकमा देखिँदैन, त्यो मान्छे फिल्ममा जान्छ भने पछाडि अब जस्तो अहिले पनि हाम्रोमा के छ भने जस्तो एउटा नाटकको लागि तपाईँले 3 महिना समय दिनुपर्छ कम्तीमा, अनि त्यस पछाडि अब यसको ब्याक स्टेजका थुप्रै कामहरू हुन्छन् है, सधैँ मुखै नदै काम गर्नुपर्ने, बेलुका 10, 11, 12 बजीसम्म काम हुने परिस्थिति हुन्छ। भनेपछि पोखरा मुगलिन जस्तो भयो भन्नुपर्छ, कतैबाट आउँछ बस्छ वा यहीँ बसेको मान्छे पनि सपना देख्छ, ठुलो सहर जान्छ वा अन्त जान्छ। मैले त्यही भएर के भन्छु भने अलिकति सपना देखेको मान्छेहरू अडिन गाह्रो सहर रहेछ यो पोखरा भन्ने मलाई लाग्छ। अनि मान्छेको एकदमै माइन्ड मेकअप चाहिँ के हो भने फिल्ममा जाने हो कि म वा अर्को भनौँ न विजय बराल देखेर नाटकमा आएको थियो त्यो भनेर अनि त्यसरी आइरहेको हुन्छ। त्यसले पनि एउटा सस्टेनको हिसाबले अलिकति च्यालेन्जेसको कुरा हो र त्यो हिसाबले कलाकार यो व्यवस्थापनमा अलिक च्यालेन्ज छ कि पोखरामा। हरिबहादुर हेरेको थिएँ मैले, हजुर, त्यहाँ भनौँ न चर्चित नायक नाजिर हुसेन अनि अर्को बहुचर्चित नायक विजय बरालले अभिनय गर्नुभएको थियो। उहाँहरूलाई नजिकै राखेर त्यो 50 मिटरको दूरीमा हेर्न पाउँदाखेरि आह्लादित भएको थिएँ। अब पोखरा पनि फिल्मकर्मीहरूको सहर हो, प्रकाश घिमिरे हुनुहुन्छ, माउत्से गुरुङ हुनुहुन्छ, के छ अब यो उहाँहरूको पनि उपस्थिति नाट्यघरमा, प्रेक्षालयमा वा मञ्चमा लगाउने र त्यो एउटा किसिमको आकर्षण, त्यो किसिमको एउटा दर्शकहरूमा उहाँहरूको आफ्नै खालको फ्यान फलोइङ्सहरू छ र एउटा हुन्छ नि उहाँहरूको नामको कारणले, उहाँहरूको अनुहारको कारणले पनि जाउँ न भन्ने खालको माहौल त पोखरामा ल्याउन सकिन्छ नि। यतातिर सोच्नु भएको छैन? मुना मदनको बारेमा सुनेको छ, मुना मदनको वियोग कथा त्यो उहापोहसँग त्यति नजिक भएको छैन। यहाँले भन्नु सक्नुभयो कि प्राज्ञिक क्षेत्रमा लागेका केही विद्वानहरूले समेत मुना मदनको वान लाइन स्टोरी नपढेको पाएँ भनेर, होइन? हो, जस्तो महिला कतिपय अवस्थामा आउँछ, मैले लर्निङ बाई डुइङ, मैले जे जति सिकेँ त्यो मैले अनुभवबाट सिकेँ। खोइ त हामीसँग नाटक पढ्ने विद्यालय नेपालमा कहाँ छ त? नेपाल सरकारले चाह्यो भने त्यो बनाउन सक्छ, सङ्गीतको छ, अरूको छ, ललित कलाको छ, नाटकको किन छैन? जबकि हाम्रो यो पुरानो विधा हो। अनि हरेक महानगरमा हो, राम्रो कुरा हो, एकाडेमी स्थापना हुँदै गएको छन् अहिले, राम्रो कुरा हो। किनभने जहाँ त्यो विद्यालय भने त हरेक समय मान्छेले त्यही कुरा पढ्छ, त्यही कुरा अप्लाई गर्छ, अनि पो एउटा स्तरको काम निक्लिन्छ। अनि त्यो हिसाबले चाहिँ जस्तो हामीले यो नाट्य क्षेत्रको विकास गर्ने वा कला क्षेत्रको विकास गर्ने हो भने यसलाई के अरे एउटा एकाडेमिक हिसाबले पनि लैजानुपर्छ। यतिसम्म गाह्रो कि मैले यहाँबाट एउटा कलाकारलाई बोकेर लिएर जाँदाखेरि जब नाटक रिहर्सल सकिन्छ लिएर जाँदा मेरै सामुन्ने उसको अभिभावकले गालामा थप्पड हानेको छ कि। त्यसै त हाम्रो कलाको अवस्था कहाँ छ नि? हामी के एक्सपेक्टेसन गर्छौँ भने ब्रोडवेसँग वा हलिउडसँग फेरि हामी लगेर दाँच्छौँ। अनि हाम्रो अझ हेऱ्यो भने त हाम्रो दर्शकहरूले पनि ब्रोडवेमा यस्तो नाटक हुन्छ वा के अरे इन्डियामा यस्तो नाटक हुन्छ, एसियामा त हामी स्ट्रङ छौँ नाटकमा, वा ब्रोडवेको कहाँको इक्जाम्पल दिनुहुन्छ। ठिक छ, त्यो हामीले त्यो कल्पना गर्ने हो, त्यो लेभलमा हामी जाने हो। जानको लागि हामीसँग ब्याकअप के छ त? नमस्ते, म महेश भण्डारी।
बिगखबर.com को प्रस्तुतिमा रहेको कार्यक्रम स्रष्टा संवादको भिडियो केन्द्रित पहिलो श्रृङ्खलामा हामी छौँ। मैले भिडियो केन्द्रित पहिलो श्रृङ्खला किन भने भन्दाखेरि यहाँहरूले बिग एफएम 101.2 मेगाहर्जमा सन् 2009 देखि 2019 सम्म नियमित र निरन्तर सुनिरहेको लोकप्रिय कार्यक्रम स्रष्टा संवादलाई बिगखबर.com ले यतिखेर भिडियोमा ल्याएको छ। युट्युब मार्फत हामी हरेक शनिबार यो कार्यक्रमलाई प्रसारण गर्ने जमर्को गरिरहेका छौँ। आजको कार्यक्रम स्रष्टा संवादको भिडियो केन्द्रित पहिलो श्रृङ्खलामा हामीसँग अतिथि हुनुहुन्छ नाटक निर्देशक, नाटक लेखक र कलाकार परिवर्तनजीसँग जोडिन्छ पोखराको नाट्य संस्कृति र नाट्य संस्कृतिमा जोडिने एउटा अजर अमर नाम बनेको छ गन्धर्व नाटक घर, अर्थात् पोखरा थिएटरको ले सञ्चालन गरिरहेको गन्धर्व थिएटरको हामी यतिखेर प्रेक्षालयमा छौँ र उहाँहरूले यतिखेर मुना मदन नाटकलाई मञ्चन गरिरहनु भएको छ र हामीसँग अहिले जो संवाद गर्दै हुनुहुन्छ उहाँ मुना मदन नाटकको मदन हुनुहुन्छ। हामी मुना र मदनको घरमा छौँ, आगनीमा छौँ र यो मुना र मदनको घरको पिँढीमा बसेर म मदनसँग संवाद गर्दैछु। आजको संवादमा हामी केन्द्रमा रहनेछौँ मुना मदनसँग र मुना मदन सँगसँगै अन्य नाटकका विभिन्न आयामहरूको बारेमा, उहाँले नाट्य कल्चर स्थापना गर्नको निम्ति गरेका सङ्घर्षका उहापोहहरू, कथा उकाली ओरालीहरूलाई पनि समेट्ने प्रयास र प्रस्तुतिमा रहेका छौँ। म ढिलो नगरिकन मुना मदन नाटकको मदनलाई स्वागत गर्न चाहन्छु। परिवर्तनजी स्वागत छ। धन्यवाद, नमस्कार। हामी त तपाईँकै घरमा छौँ, मदनको घरमा छौँ र पहिला त सबैभन्दा पहिला तपाईँलाई म एकदम धेरै धन्यवाद दिन चाहन्छु। यो स्रष्टा संवाद सुनेरै एक किसिमको हुर्किएको र त्यसमा जाने अवसर पनि पाएको थिएँ मैले र आज यो भिडियोमा आउँदा पहिलो श्रृङ्खलामा जोडिन पाएँ, एकदम आभारी छु। रेडियोमा हामीले एकपटक संवाद पनि गरेका छौँ स्रष्टा संवादमा। स्रष्टा संवादकै नाम राखिएको कार्यक्रमको यो दोस्रो संवाद हो र भिडियोमा चाहिँ हामी पहिलो। र कसलाई कोबाट सुरु गरौँ भनेर सोचिराखेको थिएँ, अनि यो नाटकले मलाई पनि छुन्छ। म यहाँको गन्धर्व नाट्य घरको नियमित आगन्तुक पनि हुँ, आइरहन्छु, हेरिरहन्छु र हिजो आज हामी शनिबारको बिहान यसरी कुरा गरिरहेका छौँ। हिजो शुक्रबारको साँझमा म मुना मदन यो नाटक हेर्न पनि आएको थिएँ। यो तपाईँले नाटक त विभिन्न विषयवस्तुमा विभिन्न चिजहरूलाई, विभिन्न सृजनाहरूलाई ड्रामाटाइज गर्नुभएको छ। यो पटक चाहिँ यहाँले कविता कृति मुना मदन रोज्नुको कारण के? मुना मदन चाहिँ खासमा नेपालको एउटा संस्कृति नै बनिसकेको छ। महाकवि देवकोटाले पनि प्रदान दिएको, उहाँले आफ्नो मृत्युकै शैय्यामा बसेर भन्नुभएको थियो कि मेरा सबै कृतिहरू जलाइदिए पनि मुना मदन नजलाइदिनु। अनि दोस्रो कुरा चाहिँ महाकविलाई महाकवि बनाउने यो खण्डकाव्य पनि हो र 1992 आसपासमा भनेको त्यो समयमा लेखिएको मुना मदन त्यो पुस्तालाई हेऱ्यो र त्यसपछिका केही पुस्तालाई हेऱ्यो भने अहिले पनि श्लोकहरू याद छ। तर अहिले नयाँ पुस्तामा आउँदा मुना मदनको कथावस्तु कतिले सुन्नु भएको छ, त्यसको बारेमा सुन्नु पनि भएको छ, चर्चा नि भएको छ, तर मुना मदन पढ्ने अवसर नपाएको पुस्ताहरू छ। मुना मदनलाई हुन त यसलाई गीति नाटक पनि बनाएर मञ्चन गरियो, नाटककै रूपमा संवादकै हिसाबले पनि मञ्चन गरियो। तर मुख्य मैले यसलाई रङ्गमञ्चमा ल्याउनुको मुख्य उद्देश्य भनेको मुना मदनको प्रस्तुति शैलीमा जति हामी यो लोक लय, लोक छन्दमा लेखिएको मुना मदन र त्यसको एक किसिमको प्रस्तुति शैली, विशेष गरेर अहिले पनि हेऱ्यो भने मुना मदनका गीतहरू जो नारायण गोपालले गाउनु भएको छ, ती गीतहरू अहिले पनि हरेकको मनमा बसेका गीतहरू छन्। र अलिकति यो मुना मदनलाई फरक तरिकाले सोचौँ र अहिलेको सन्दर्भमा ल्याएर यसलाई मञ्च हिसाबले पनि, किनभने अहिले हामी थिएटरहरूको पनि एक किसिमको मञ्चन शैलीहरू फेरिएको छ र अहिलेको प्रस्तुति शैलीलाई एउटा खोज्ने र दोस्रो कुरो चाहिँ नयाँ पुस्ताहरूमा पनि मुना मदनलाई लैजाने, विशेष गरेर नयाँ पुस्ताहरूले मुना मदन हेर्ने अवसर पाउन् भन्ने उद्देश्यले पनि यसलाई मञ्चमा ल्याएको खासमा। अब मुना मदन यो नाटकमा नयाँ चिज केही गर्नुभएको छ वा एक रेखीय मुना मदनको जुन कथा छ त्यही नै छ वा त्योभन्दा फरक केही ड्रामाटाइजेसनहरू एउटा निर्देशकले, एउटा परिकल्पनाकारले गर्नुपर्ने नाटकमा गर्न मिल्ने अन्य कुराहरू केही थप्नु भएको छ? मुना मदनको जस्तो कथावस्तुको हिसाबले त मुना मदन अब एउटा जनजीवन विजयको कथावस्तु हो, कथावस्तु त त्यही नै छ। तर यसको प्रस्तुति शैलीहरूमा मैले नवीनता दिने कोसिस गरेको छु। जस्तो अब मुना मदन एउटा लोक शैलीमै बढी प्रख्यात हो,
यसमा मैले कहीँ ल अलिकति यसलाई एक किसिमको प्रयोगहरू यसमा शास्त्रीय हिसाबले सङ्गीतहरूको सिर्जनादेखि लिएर यसको भिजुअल जुन इफेक्टहरू सिर्जना गर्ने कुरा छ त्यसको पनि अलि फरक तरिकाले र मैले चाहिँ विशेष गरेर यो मुनामदन हेरिरहँदा त्यो नारायण गोपालले वा अमर गुरुङले वा जुन गीति नाटकको रूपमा आएको थियो त्योभन्दा अलिकति पृथक तरिकाले यसलाई कथावस्तुलाई भन्न सकियोस् भन्ने हिसाबले मुख्य मेरो कन्सर्न भनेको चाहिँ प्रस्तुति शैलीमा अलिकति नवीनता खोज्नु नै मुनामदनको मेरो पहिलो उद्देश्य हो र त्यसमा चाहिँ मैले केही कुराहरूमा चाहिँ अलिकति नवीनता ल्याउने कोसिस गरेको छु प्रस्तुति शैलीमा विशेष गरेर कथावस्तुको हिसाबले त मुनामदन एउटा अजर अमर कथा हो हैन अडियन्सको फिडब्याक के पाउनु भएको छ किनकि लगभग एक हप्ता भइसक्यो मञ्चन भइरहेको हेर्नेहरूले के भन्नु भएको छ एकदम सकारात्मक प्रतिक्रिया पाएको छु र अब कतिले अब मुनामदनलाई एउटा नयाँ अवतारको रूपमा हेर्न पनि पाइयो भन्ने हिसाबले पनि प्रतिक्रियाहरू आएका छन् र अहिलेसम्म मैले जति प्रतिक्रियाहरू पाएको छु एक किसिमको कस्तो हुँदो रहेछ भने मुनामदन भने पछाडि त्यो एउटा खालको भिजुअल क्रिएट भइसकेको रहेछ कि मान्छेको एउटा टाइपको र यो मुनामदनमा आएर हेरिसक्दाखेरि चाहिँ यसले त हामीले सोचेको भन्दा फरक किनभने मान्छेले अब यहाँ यो हुन्छ यस्तो भिजुअल आउँछ यसरी जान्छ भन्ने एउटा छ मान्छेको किनभने पहिला अब कतिले त मुनामदनको श्लोकदेखि मुनामदन नाटकै हेर्नु भएको छ तर अहिले आएर पोखरा थिएटरमा जुन यो गन्धर्व नाटकहरूमा मुनामदन हेर्नुभयो हेर्नेहरूले चाहिँ साँच्चैकै यो फरक तरिकाले प्रस्तुत भएको रहेछ प्रस्तुतिमा एकदमै नवीनता ल्याउनु भएको रहेछ र साँच्चैकै नयाँ मुनामदन हेरे जस्तो महसुस भयो भन्ने चाहिँ प्रतिक्रियाहरू पाएको छु कथाको मूल मर्म र धर्मलाई नबिगारिकन प्रस्तुतिकरणमा अनेकता दिनुभएको छ एक्ज्याक्टली हो त्यसमा पक्कै पनि यहाँको अन्य नाटकहरू पनि मैले हेरेको छु सङ्गीत वा विभिन्न किसिमको लोकलयलाई अब फेरि यो अलिकति मौलिक खालको कृति भएको हुनाले लोक सङ्गीत र लोक सांस्कृतिक पक्षहरूलाई पनि समावेश गर्नुभएको छ होला हो अब मुनामदनको निर्माण विशेष गरेर यसको ड्रामाटाइज गर्दाखेरि मलाई दुई तीनटा कुराहरू एकदमै चुनौती भयो पहिलो त यो खण्डकाव्य हो र यो काव्य चाहिँ यसरी मान्छेको जनजीवनमा भिजेको छ प्रत्येक श्लोकहरू मान्छेलाई याद छ कि अनि मुनामदनलाई मञ्चमा ल्याउँदा मैले यसलाई टेक्स्टमा ल्याउँदाखेरि चाहिँ त्यो काव्यिक तत्त्व हुन्छ नि त्यो कतै मर्ने हो कि भन्ने मलाई सबभन्दा ठुलो कसरी जोगाउनु भयो त्यसलाई चाहिँ मैले अब विभिन्न हिसाबले कतिपय अवस्थामा त अब त्यो श्लोकहरूकै एउटा गीति पक्षहरूलाई लिएर कहीँ चाहिँ मैले पात्रहरूबाट नै त्यो काव्यमै संवादहरू सिर्जना गरेर र त्यो काव्यिक एलिमेन्ट्सहरू नमरोस् भन्ने हिसाबले मुनामदन हेर्दाखेरि मान्छेलाई लागोस् कि त्यो मुनामदन एउटा काव्य पनि पढिरहेको छु हेरिरहेको छु र अर्को फेरि के हो नाटक पनि हेरिरहेको छु संवादको माध्यमबाट त्यो हिसाबले चाहिँ मलाई पहिलो चुनौती चाहिँ त्यो जुन गरिमा काव्यको गरिमा थियो त्यो गरिमालाई नाटकमा ल्याउने पहिलो चुनौती भयो र दोस्रो कुरा भनेको फेरि मान्छेलाई कम्तीमा नाटक हेरेको महसुस त हुनु पर्यो फेरि काव्य भन्नाले किनभने गीति नाटकहरू यसको मञ्चन भइसकेका छ यसलाई संवादमा ल्याएर मञ्चन पनि भइसकेका हुन् मुनामदनका धेरै श्रृङ्खलाहरू एज अ डिरेक्टर अनि एउटा यसको परिकल्पना गर्ने ड्रामाटाइज गर्ने हिसाबले चाहिँ मैले मुनामदन गरिरहँदा फेरि तिनै मुनामदनको पुनरावृत्ति गर्ने कुरा त भएन त्यही कुरा किन गर्ने फरक के गर्ने भन्ने हिसाबले चाहिँ मैले जुन काव्यिक तत्त्वलाई ल्याएर जोडेको छु र मुनामदनलाई एउटा टेक्स्टको संवादको मार्फत पनि ल्याएको छु अलिक गाह्रो पो हुन्छ त यो कवितालाई हुन्छ नि अब कविताको मर्म पनि मार्न दिनु भएन प्रस्तुतिकरणमा पनि नयाँ गर्न खोज्नुभयो यो त अलिकति जटिल काम नै थाल्नु भयो एकदमै जटिल किनभने मैले अब मुनामदन कृतिमाथि काम गर्दाखेरि नै पहिले किन 2 वर्ष अगाडिदेखि यसमा काम गर्ने योजना हो र बीचमा रोक्दै राखिराखेको थिएँ एक त मुनामदन हाम्रो एउटा संस्कृति भनौँ वा मुनामदन हाम्रो एउटा पहिचान बनेको छ नेपाली साहित्यकै पहिचान हो त्यत्रो कृतिमाथि काम गर्दाखेरि भोलि त्यो कृतिको मर्म नै मरेर गयो भने त अर्को प्रश्न उठ्छ त्यो हिसाबले पनि एकदमै गाह्रो कुरा हो र अब दोस्रो कुरा फेरि मुनामदन पढिरहँदाखेरि चाहिँ त्यो प्रत्येक श्लोकहरूले यसरी बाँध्दो रहेछ त्यसलाई मैले लगभग अब झन्डै 500-700 पटक त पढेँ मैले मुनामदन हैन जब मैले यसमा काम गर्ने योजना बनाएँ त्यसपछि मुनामदनका विभिन्न रिभ्यूहरू हेरेँ देवकोटाले नै यो कुरालाई कसरी भन्नुभएको छ अरू समालोचकहरूले कसरी भन्नुभएको छ देखि लिएर मुनामदनप्रति अहिलेको पुस्ताको धारणा के छ अब कतिपय अवस्थामा कस्तो भने मुनामदन मान्छेले मुनामदनको बारेमा कुरा गरिरहेका छन् तर पढेका छैनन् के कैयन व्यक्तिहरू मैले एकदमै प्राज्ञिक व्यक्तिहरू पनि भेटेँ जसले मुनामदन कथावस्तु एकदमै क्लियर छ तर त्यो कृति चाहिँ पढ्नु भएको छैन अनि त्यो हिसाबले चाहिँ त्यसको त्यो गहिराई जुन छ नि मुनामदनको त्यो वियोगको गहिराई प्रेमको गहिराई र आज पर्यन्त पनि विशेष गरेर अघि मैले भन्न छुटेछु यो
1992 आसपासमा जुन नेपालको दुईटा पक्षहरू, एउटा प्रेमको पक्ष असाध्यै सशक्त छ, यो सधैँ अझ अमर रहने कुरा हो, र अर्को चाहिँ जुन यो वैदेशिक हिसाबले वैदेशिक रोजगारीमा जाने श्रृङ्खला छ, त्यो बेला तत्कालीन समयमा लासा जाने र अहिले चाहिँ त्यसका विभिन्न रूपहरू फेरिएका छन्। र अहिलेको सन्दर्भमा हेर्दाखेरि त्यो अझै लार्ज बढेर गएको छ कि अहिले पछिल्लो समयमा। अहिले हेऱ्यो भने त अब मुना मदन दुइटै भनेको एउटा पुस्ता त देशमै छैन भन्दा पनि त्यो अतिशयोक्ति नहोला, किनभने +2 पछाडि अहिले जसरी पुस्ताहरू गइरहेछन् र त्यसले राम्रो कुरा पनि आफ्नो ठाउँमा छ हैन। नाटकमा जस्तो लाल्दो जस्ता पात्रहरू छन् जसले कमाएर पनि फर्के, र त्यो फर्किने मान्छेहरू बाट अर्कोले देखासेखी गरेर मदनहरू जस्ता पात्रहरू जो विदेश गइरहेछन् र त्यसले एउटा वियोगको श्रृङ्खला भोगिराखेको छ। त्यो हिसाबले दुईटा सन्दर्भहरूलाई जोडेर र अहिलेको मेजर मुना मदनमा अहिलेको समयको सन्दर्भलाई पनि मैले जोडेर ल्याएको छु। विशेष गरेर गन्धर्व थ्रु जुन एउटा मैले कथा भनिराखेको छु, त्यो अहिले एउटा गन्धर्वले मुना मदन गाउँदै हिँडिराखेको छ, किन गाउँछ त त्यसले भन्ने कुराको एउटा सन्दर्भलाई पनि लिएर, र यो एउटा चुनौती पनि हो र मेरो लागि एउटा अवसर पनि हो। मैले दुईटै रूपमा यसलाई लिएँ। भनेपछि गन्धर्व मार्फत पनि केही कुराहरू बोल्नु भएको छ। गन्धर्वले पनि आफ्नो आवाजमा सारङ्गीमा वियोगको कुरा बताएको छ र उसले अन्तिममा उसको कथा पनि बताएको छ। जुन गन्धर्व अहिलेको पात्र हो, अहिलेको मदन हो हैन। जुन मुनाले मदन लासा जाँदा भएको वियोग र त्यो गन्धर्व जसले आफ्नो मुना अहिले लासाको रूपमा विभिन्न देशहरू आएका छन्, जाँदा भोगेको एउटा वियोगको हिसाबले चाहिँ त्यो गन्धर्वले मुना मदन गाउँदै हिँडेको एउटा सान्दर्भिकता। मैले जस्तो अहिलेको सन्दर्भमा मुना मदन किन भन्ने त भन्दाखेरि चाहिँ मलाई भन्ने एउटा माध्यम चाहिएको थियो, र त्यो माध्यम चाहिँ एउटा गन्धर्व भनेको हाम्रो संस्कृति पनि हो, हाम्रो मौलिकता पनि हो। र अर्को भनेको चाहिँ अब गन्धर्व एउटा पात्र हो जसले आफ्नो मुना हराएको छ यही सिलसिलाको क्रममा, भनेको वैदेशिक सिलसिलाकै क्रममा, र उसले चाहिँ त्यो मुना मदन गाउँदै हिँडेको एउटा सन्दर्भलाई लिएर अहिलेको समय र मुना मदनको एउटा समय, त्यो समयको सान्दर्भिकतालाई पनि यसमा जोडेको छु मैले। देवकोटाको समयमा मदन लासा जान्थ्यो, मुना यहाँ वियोगमा बस्थिन्, वा मदन पनि वियोगमा हुन्थ्यो, टाढा प्रेमबाट टाढा हुन्थ्यो। अब अहिले समय यस्तो आयो कि त्यसको स्थिति त झन् भयावह भयो, मुना पनि विदेश जानुपर्ने, दुईटै विदेश जानुपर्ने अवस्था। त्यो सान्दर्भिकतालाई यहाँले थप्नुभयो, जोड्नुभयो, त्यसले गर्दा सामयिक बढी देखिन्छ, सान्दर्भिक बढी देखिन्छ भन्ने पाउनुभयो। हो, अब जस्तो मुना मदनको समयमा हेऱ्यो भने मैले अब त्यहाँ विभिन्न पात्रहरू किन मदन लासा गयो, देवकोटाले किन मदनलाई लासा जाने अवस्था, वा मदनका साथीहरू भाइहरू। अब यो 1992 आसपासमा नेपालमा भूकम्प, एउटा ठुलो भूकम्प आयो नि त। मैले अब खोज्दै जाँदाखेरि, एनालाइज गर्दै जाँदाखेरि कहीँ न कहीँ त्यो भूकम्प पछाडिको एउटा परिस्थिति जुन सिर्जना भयो, मैले पात्रहरूमा त्यसरी जोडेको छु। त्यो बेला एउटा बाध्यता भएको थियो, यो लासा जाने एउटा बाध्यता। र अहिले चाहिँ के भने हामी मानसिक रूपमै कहीँ न कहीँ परनिर्भर भइसक्यौँ। अब देशमा के हुन्छ र भन्ने खालको एउटा साइकोलोजी निर्माण भएको छ, र त्यो हिसाबले गर्दा यो वियोगको कुरा त यति धेरै बढेर गएको छ। त्यो हिसाबले अहिले अब यो मुना मदनको जुन सान्दर्भिकता छ, कथावस्तुको सान्दर्भिकता र वियोगको पक्षहरू, भले अब विदेशै गएर वियोग भएको छ भन्ने कुरा त होइन, तर एउटा मेजर फ्याक्टर चाहिँ त्यो छ। सान्दर्भिकता अझ बढेको छ। अहिलेको अवस्थामा हेर्ने हो भने त दुईटा प्रेम सधैँ नै शाश्वत हो, त्यो कुरालाई त कसैले पनि मेटेर मेटिँदैन हैन। आज पनि हामी यो केही समय अगाडि जस्तो हामी सामाजिक सञ्जालमा पनि देख्न सक्छौँ एउटा घटना जहाँ मदन र मुनाकै प्रेमलाई लहर जोडिएर त्यो सामाजिक सञ्जालमा यति धेरै यही बेला अलिकति चर्चित भएर आएको थियो। त्यो हिसाबले प्रेमको हिसाबले त एउटा सान्दर्भिकता छँदैछ, र जुन वियोग छ, वियोगको जुन कारण छ, त्यो कारण चाहिँ हाम्रो समाजमा एकदमै बढेर गएको छ, हाम्रो देशमा भनौँ न अहिले पछिल्लो समयमा, र यो अझ धेरै सान्दर्भिक भएर गएको छ। मुना मदनको जुन सान्दर्भिकता छ त्यो त अझ धेरै यति धेरै बढेर गएको छ कि अब यही अवस्था अझै बढ्दै गयो भने चाहिँ हामी कहाँ पुग्ने, हाम्रो देश कहाँ पुग्ने भन्ने कुरा त अझ ठुलो विषय हो। अब यो एउटा नाटक मञ्चन गरिरहँदाखेरि त धेरै कुराको तयारी गर्नुपर्छ नि। अब यो मुना मदनकै कुरा गरौँ, यसमा खर्च, यसको सम्पूर्ण व्यवहार कति जति पर्न गयो? अब यो जस्तो खर्चको हिसाबले मैले यो पालि चाहिँ खर्चको खासमा भनेको बेहिसाब जस्तो भनेको हामी एउटा नाटक अहिले 6 लाख आसपासको यसको खर्च छ, र अब खर्चको जुन आम्दानीको हिसाबले कुरा गर्ने हो भने त अहिलेसम्म हामी अब यो 1 हप्ता आसपास भयो 50,000 पनि हामी कलेक्सन गरेका छैनौँ बक्स अफिसमा, अझै हामीसँग 1 हप्ता छ। तर यसमा मैले दुईटा कुरा, एउटा हामीले लामो समय भयो जुन नियमित नाटक मञ्चनको भनेको विशेष गरेर पछिल्लो समय विद्यालय विशेष नाटकहरू र त्यसलाई बुकिङ सोको रूपमा गऱ्यौँ, र अहिले चाहिँ हामी फेरि यो बेलुकाको जुन हाम्रो
नियमित सोको परम्परा छ यसलाई चाहिँ अब अझै विकास गरेर लैजाने र अब नियमित नाटकहरू मञ्चनमा अझ बढी जोड दिने भन्ने हिसाबले एउटा भयो। त्यो हिसाबले अब खर्च धेरै छ अनि फेरि आर्थिक पक्ष मात्रै नै होइन, जस्तो हामीले मुना मदन नाटक गरिरहँदा मुनाको क्यारेक्टरको लागि मैले 4-5 जनाहरू लगभग आउने जाने भयो। किन भयो भने 2-3टा कुराहरू हुन्छ। जस्तो अहिले हामी पूर्णकालीन हिसाबले नाटक गरिराखेका छौँ। हामी कहाँ जस्तो पोखरामै हेऱ्यो भने 2 घन्टा आएर बेलुका एकछिन छुटेको समय दिएर नाटक खेल्न पाए खेल्ने होइन, अझै पनि त्यस्तो अवस्था छ। कतिपय त्यो अवस्थाले गर्दा मान्छे विभिन्न चिजले बाँधिएको छ। अनि मुनाकै क्यारेक्टरलाई पनि जब दिउँसोभरि रिहर्सल हुन्छ पुरा समय दिनुपर्छ भनेपछि कतिपयले समय दिन नसक्ने अवस्थाले जानुभयो। कतिपयले फेरि अब हामीले के भने खालि त्यो नाटक गर्ने मात्रै कुरा होइन, नाटकलाई त्यो एनालाइज गरेर हामी किन गर्दैछौँ अहिले भने जस्तै होइन, नाटकको सान्दर्भिकता के हो, मुनाको सान्दर्भिकता के हो भन्ने कुराहरूको जुन पढ्नुपर्ने रहेछ यहाँ त भन्ने खालको एउटा मानसिकता पनि छ कि केही कलाकारहरू त्यसरी आउनुभयो अनि पछि जब त्यो टेक्स्ट एनालाइजको प्रोसेस सुरु भयो अनि त्यसपछि चाहिँ अब कस्तो मानसिकता भने आउने बित्तिकै डायलग लिएर स्टेज गरिहाल्ने भन्ने खालको पढ्ने यस्तो झ्याउ भन्ने हिसाबले पनि कतिपयले समय दिन सक्नु भएन र कतिपयले विभिन्न कारणले र त्यो हिसाबले मैले 4 जना झन्डै मुनाको क्यारेक्टरलाई आउनुभयो जानुभयो र अन्तिममा हामीले लगभग नाटक सुरु हुनुभन्दा 15 दिन अगाडि क्रिस्टी गुरुङ, उहाँ गुरुङ फिल्ममा एकदमै धेरै काम गर्नुभएको कलाकार हो, उहाँ आउनुभयो र उहाँले असाध्यै मेहनत गरेर त्यो छोटो समयमा आफ्नो चरित्रलाई एकदमै न्याय गर्नुभएको छ। त्यो हिसाबले पनि जस्तो कलाकार व्यवस्थापनको हिसाबले पनि एकदमै ठुलो चुनौती छ जहाँ हामी रङ्गकर्म गरिराखेका छौँ। आर्थिक त छँदैछ, आर्थिकको हिसाबले नाफा घाटा गर्ने हामीले विभिन्न तरिकाले ल्याएर जोडेर नाटक गरिरहेछौँ। तर अब नाटककै हिसाबले आर्थिक हिसाबले एउटा चुनौती छ, अर्को व्यवस्थापकीय हिसाबले चुनौती छ भनेको जस्तो कलाकारहरूकै हामीले खोजे जस्तो कलाकारहरू पाउँदैनौँ होइन, त्यो खालको। अब अर्को अब निर्देशकहरूकै म आफै पनि बाध्यताले नाटक निर्देशन सुरु गरेँ अनि हुँदै हुँदै खास मेरो सुरुमा त अभिनय नै मेरो रहर थियो, अभिनयमा रहर थियो, नाटकमा खेल्ने रहर थियो तर परिस्थितिले समयले तपाईलाई निर्देशक बनाइसक्यो। म 2टा कुरामा असाध्यै त्यो मैले नसोचेको कुरा, एउटा व्यवस्थापक पोखरा थिएटरको जुन एउटा यो म्यानेजमेन्टको पार्टमा म एकदम धेरै इन्भल्भ भएँ। त्यो चाहिँ जस्तो पोखरा थिएटर सुरु गर्नु पूर्व चाहिँ वा यसको जग हालिन्जेलसम्म मलाई के लागेको थियो भने हरेक नाटकमा म नाटक खेल्न पाउँछु अब होइन, हरेकमा मेरो रोल हुन्छ अनि म एक किसिमको सेलिब्रिटी हुन्छु भन्ने सोच थियो। नाटक खेल्न पाइहाल्छु भन्ने हिसाबले नाट्यघर बनाउनु भयो, तर नाट्यघरको व्यवस्थापन नै यहाँले लिनु पर्यो। त्यसपछि म 6 वर्ष त पुरै नाटक नखेलिकन व्यवस्थापनमा बसेँ र म साँच्चैकै इन्जोय पनि गरेँ। अहिले पनि म व्यवस्थापनमा सबभन्दा बढी इन्जोय गर्छु। अब निर्देशकको हिसाबले कुरा गर्दाखेरि चाहिँ पहिलो नाटक हामीले काठमाडौँबाट ल्याएर तामझाम गरेर सुरु गऱ्यौँ, क्लास गऱ्यौँ। सधैँ त्यो सम्भावना थिएन किनभने खर्चको हिसाबले अरू हिसाबले। कति वर्ष पहिलाको कुरा पहिलो नाटक गर्दाखेरि? 74 सालमा हामी फागुन 2 गतेबाट नाटकहरू सुरु गऱ्यौँ र लगभग फागुन मक्सिरबाट हामीले क्लास 3 महिनाको क्लास गरेर मण्डला थिएटरसँग सहकार्य गरेर राजन खतिवडा, सोमनाथ खनालहरू उहाँहरूको टिम आएर क्लास दिएर नाटक गर्नुभयो। भनेको नाटक गऱ्यौँ हामीले, उद्घाटन नाटक सिरुमा रानी गऱ्यौँ, सोमनाथ खनालले यसको निर्देशन गर्नुभयो। र हाम्रो मुख्य उद्देश्य, मेरो मुख्य उद्देश्य के थियो भने हामीले त उत्पादन त यहीँ गर्नुपर्छ। हामीले सुरुमा अब किनभने अब त्यो कतिपय कुराहरू हामीसँग नलेज पनि थिएन। म आफै पनि एउटा रहरले नाटकहरू बनाएको, खासमा नाट्य विधा पढेर वा ठुलो ब्याकअप भएर गरेको होइन। अनि उहाँहरूसँग कोलाबोरेसन गरेर अनि त्यस पछाडिको अवस्थामा अब हामी आफै डेभलप हुनुपर्छ भन्ने हिसाबले त्यसपछिको नाटक मैले अब निर्देशकको त अभिनय गर्न सबै रहर गर्ने, स्टेजमा देखिन सबै, निर्देशक भएपछि त देखिन पाइएन। अनि त्यसले गर्दाखेरि चाहिँ म आफैले बाध्यतावश बितेको कुरा निर्देशन गरेर त्यसपछि म लगालग केही नाटकहरू निर्देशन गरेँ र अघिल्लो वर्षबाट बल्ल म यो मञ्चमा आएको छु र लगभग 6 वर्ष चाहिँ म विशुद्ध यसको व्यवस्थापक र निर्देशकको रूपमा काम गरेँ। र आज पनि हेऱ्यो भने चाहिँ पहिलो रोजाइ मान्छेको अभिनय नै हुन्छ। नेपाली थिएटरमा हेऱ्यो भने जस्तो अहिले यो मुना मदन गर्दाको जस्तो हामीले मुना मदन नाटकलाई एज अ डिरेक्टर मैले जुन भिजुअल चिजहरू कल्पना गरेँ भनेको हामीसँग डिजाइनर छैन, राम्रो एउटा सेट डिजाइन गर्ने डिजाइनर छैन, लाइट डिजाइन गर्न पर्यो, राम्रो खालको लाइट डिजाइनर छैन, जति छन् अहिले पोखरा थिएटरले केही हदसम्म डेभलप गरेको छ। अनि त्यसपछि अब सङ्गीतको कुरा गर्यो, सङ्गीतले एकदमै राम्रो काम गरेको छ। अहिले विगत हामी केही नाटकहरूदेखि निरन्तर काम गरेको र मिलन गिरी र विवेक ढकाल उहाँहरूको टिमले सङ्गीतको लागि एउटा लेभलको काम चाहिँ गर्नुभएको छ उहाँहरूले। भनेको एउटा नाटकको लागि त त्यहाँ खालि एउटा निर्देशक मात्रै भएर हुँदैन, कलाकार मात्रै भएर हुँदैन। खोइ त हामीसँग चाहिँ के अरे सेट डिजाइनर खोइ, लाइट डिजाइनर खोइ, अनि व्यवस्थापक हामीसँग राम्रो व्यवस्थापक छैनन्। जस्तो नेपाली थिएटरले भेट्रान खालको के अरे कलाकारहरू उत्पादन गर्यो, तर कलाकार उत्पादन गरेर मात्रै थिएटर चल्दो रहन्छ कि थिएटर घर चल्नु
राम्रो कलाकार उत्पादन गरेर नाटकघर व्यावसायिक हुँदो रहेछ। अहिले मैले यो 5-6 वर्ष जुन 7 वर्ष अहिले 8औं वर्षमा प्रवेश गर्दा मैले अनुभव गरेको, हामीले थिएटरलाई व्यावसायिक गर्ने हो भने चाहिँ राम्रो व्यवस्थापक जन्माउनु आवश्यक छ। एउटा राम्रो म्यानेजर चाहिन्छ हामीलाई। हाम्रो नेपाली थिएटरले कहाँ उत्पादन गरेको छैन नि त। अनि त्यस्तो कुराको ल्याक चाहिँ यो नाटक प्रोडक्सनमा देखिन्छ के। जस्तो मुनामदन गरिरहँदाखेरि म नाटक निर्देशक पनि छु, त्यसको मार्केट गर्ने पनि मै, त्यसको डिजाइन पनि गर्ने मै, त्यसको साउन्ड डिजाइन पनि मै, लाइट डिजाइन मै, सबै चिज हुँदाखेरि त अनि त्यो एउटा नाटक चाहिँ क्वालिटीको वा जुन किसिमको त्यो खास निर्देशकले चाहिँ आनन्दले बसेर आफ्नो कन्सेप्टहरू बुझाउने र त्यसलाई चाहिँ फिल्टरिङ गर्दै काम गराउने हो नि त। अनि त्यो हिसाबले चाहिँ हामीसँग हेऱ्यो भने धेरै किसिमका चुनौतीहरू छन्। आर्थिक चुनौती आफ्नो ठाउँमा छ, तर जुन क्रिएटिभ डेभलप हुन्छ नि नाटकको जुन त्यो सृजनशीलता विकासको लागि चाहिँ अर्थले मात्रै पनि सबै काम गर्दो रहेछ कि। त्यो हिसाबले अब आर्थिक चुनौती छ, व्यवस्थापकीय चुनौती छ, कलाकारहरूको चुनौती छ। अघि यहाँले भन्नुभयो जस्तो कि लगभग 5 देखि 6 लाखसम्मको लगानी भइसक्यो यो मुनामदनको मञ्चनको लागि, यसको तयारीको लागि, र 1 हप्ता चलिसक्यो। आज हामी 8औं दिनमा छौँ। एकदम थोरै रकम मात्रै हामीले कलेक्सन गरिरहेका छौँ बक्स अफिसको। अब यो कहिले होला त परिवर्तन चाहिँ व्यावसायिक? अब यो हुन्छ नि एउटा नाटक लेख्नेलाई पनि लेखौँ लागोस्, निर्देशन गर्नेलाई पनि निर्देशन गरौँ लागोस्, यो नाटक राम्रो गरियो, यसरी बनाइयो भनेदेखि त यसको सहभागिता राम्रो हुन्छ हैन। यसले त राम्रो व्यावसायिक रूपमा हामी सेफ साइडमा रहन्छौँ, कलाकारहरूको उत्पादन हुन्छ, नयाँ म्यासेज जान्छ, पुराना कृतिहरूलाई नयाँ स्वरूपमा नयाँ आकारमा झन् जीवन्त बनाउने, झन् जागरुक बनाउने कामहरू हुन्छ भनेर त्यसरी सकारात्मक भएर लाग्ने दिन कहिले आउला? व्यावसायिक कहिले होला? अब जस्तो नाटकले मात्रै व्यावसायिक हुन समय लाग्छ, किनभने अब एउटा यसको लिमिटेसन छ। जस्तो हामी एउटा सो सबै टिम लाइभ पर्फर्मेन्स हो, सबै चिज जोडिएर अहिले मुनामदनमा हेऱ्यो भने हामी 30+ साथीहरू छौँ र हामीसँग अब जस्तो लिमिटेसन छ। हलको 150 एकदमै हाउसफुल भयो भने 150 दर्शकलाई देखाउन सक्छौँ। टिकटै काटेर हेऱ्यो भने एउटा सोमा बढीमा उठ्यो भने 50,000। अब त्यो एउटा लिमिटेसन छ। दोस्रो कुरा चाहिँ जस्तो नाटक व्यावसायिक हुने भनेको एउटा नाटक कम्तीमा 6 महिना नियमित मञ्चन भयो भने त्यसको पनि अकुपेन्सीको 70-80% जस्तो भएर सञ्चालन भयो भने एउटा हदमा अलिकति व्यावसायिक होला। त्यो हिसाबले चाहिँ व्यावसायिकताको, तर जस्तो अब हामी पोखरामा अहिले नाट्य संस्कृतिकै विकासको कुरा बिस्तारै हुँदैछ। व्यावसायिक भन्नाले जस्तो अहिले चाहिँ जस्तो हामी कसरी चलिराखेका छौँ भने जस्तो अहिले मसँग पूर्णकालीन टिम छ, उनीहरू स्यालेरी बेसिसमा काम गर्छन्। केही नभए नि मासिक रूपमा स्यालेरी हामीले व्यवस्थापन गरेका छौँ। यसको लागि हामीले अर्को एउटा अल्टरनेटिभ वे सोचेका छौँ र त्यो अप्लाई गरेका छौँ। जस्तो विद्यालयमा हामी नाटक पढाउँछौँ, त्यहाँबाट हामी केही पैसाहरू आउँछ। अनि वर्षमा जस्तो हामी कोर्स विशेष नाटकहरू गर्छौँ, त्योबाट हामीले केही हदसम्म चाहिँ इन्कम हुन्छ कि। त्यसरी अर्को वेबाट चाहिँ बिस्तारै व्यावसायिक हुने क्रम वा केही नभए रङ्गकर्मी सस्टेन हुने क्रमको एउटा खोजी भइराखेको छ। तर जसरी विशुद्ध बेलुका वा दिउँसो भनौँ नाटक यहाँ सो गरेर टिकट मात्रै काटेर नाटक व्यावसायिक हुन चाहिँ नेपालका सबै रङ्गमञ्चहरू त्यो अवस्थामा अहिले छैनन् जस्तो लाग्छ मलाई। र अब यो समय लाग्छ, मलाई लाग्छ अब अझै धेरै वर्षहरू बिताउनु पर्छ होला, जुन रङ्गकर्मीहरूले भनेको मान्छे खोज्दै आएर नाटक टिकटै काटेर बक्स अफिसबाट र त्योबाट मात्रै एउटा रङ्गकर्मी सस्टेन हुनको लागि चाहिँ मलाई लाग्छ अझै दशक लाग्ला। यो त नेपाली फिल्मको स्थिति पनि त्यस्तै थियो नि कुनै बेला। अहिले त नेपाली फिल्म 5 करोड 6 करोड 7 करोडसम्म लगानी गरेर बन्ने, अनि त्यसपछि त्यसलाई बजारीकरण गर्ने, त्यही अनुसारको मार्केटिङ गर्ने, त्यही अनुसारको प्रचार प्रसार गर्ने, र त्यति ठुलो रकममा लगानी गरेका फिल्म निर्माताहरू पनि निर्देशकहरू पनि बेखुसी छैनन्। ती दिनहरू त आए नि त, जुन बेला गाह्रा दिनहरू थिए, कठिन दिनहरू थिए, अहिले सजिलो भयो। नाटकमा त्यस्तो सम्भावना देख्नुहुन्न? नाटकमा एउटा लिमिटेसन पनि छ। जस्तो फिल्ममा चाहिँ जस्तो फिल्म राम्रो गयो भने चाहिँ त्यसले एकैचोटि ठुलो मासमा जाने, अहिले त झन् डायस्पोरा आइसक्यो होइन, देश विदेशमा फिल्महरू सञ्चालन हुने भए। जस्तो नाटक भनेको एउटा टिमले एउटा भेन्यूमा मात्रै देखाउन सक्ने हो कि। जस्तो अब पोखरा थिएटरमा मुनामदन भइराखेको छ, अहिले अर्कोले चाहेर पनि हामी जान सक्दैनौँ, वा हामी जान्छौँ, हामी त्यति नै खर्च भनेको हाम्रो प्रोडक्सन खर्च हरेक पटक बढेर जान्छ। जस्तो हामी यहाँबाट नाटक लिएर अर्को ठाउँमा जाँदा हाम्रो प्रोडक्सन फिल्ममा अब त्यो जति भयो पहिला प्रि प्रोडक्सनमै भयो नि त, त्यो प्रोडक्सन को बेला जति खर्च भयो, त्यसपछि त सानो एउटा टिम हिँड्दा पनि भयो। अनि नाटकमा चाहिँ त्यो पोसिबिलिटी एकदमै भनेको त्यो पोसिबिलिटी प्रोडक्सन कस्टसँगै जान्छ कि। त्यो हिसाबले चाहिँ यसको लिमिटेसन छ। त्यो लिमिटेसनले गर्दा नि कतिपय अवस्थामा जस्तो हामी अब 150 वा एकदमै म्याक्सिमम गऱ्यो भने 200 जना दर्शकलाई हामी नाटक देखाउँला।
त्यसको एउटा लिमिटेसन मान्छेलाई त फिर्ता पठाउनै पर्यो त्यसको लिमिटेसन भयो अनि फेरि अर्को के भने खर्चको हिसाबले हेर्दाखेरि चाहिँ एउटा सोमा सबै मेन पावरहरू खाजा खर्च होला के खर्च होला आउनु पर्ला जानु पर्ला त्यो खर्च त कन्टिन्यू चलि नै राख्छ त्यो हिसाबले अलिकति जटिल छ नाटकको त्यो व्यवसायको अनि अर्को कुरा हेऱ्यो भने जस्तो अब होला एउटा नाटकलाई हामी 2000 3000 5000 को हिसाबले टिकट बेच्न सक्यौँ भने त्यो व्यावसायिकता होला तर अब त्यो अवस्था अहिले पोखरामा त नाट्य कल्चरकै कुरा छ हैन यसलाई जोगाउनु छ हुर्काउनु छ बल्ल बल्ल अब काठमाडौँमा 1 महिना अगाडि 1.5 महिना अगाडि हरिबहादुर हेरेको थिएँ मैले हजुर त्यहाँ भनौँ न चर्चित नायक नाजिर हुसैन अनि अर्को बहुचर्चित नायक विजय बरालले अभिनय गर्नुभएको थियो उहाँहरूलाई नजिकै राखेर त्यो 50 मिटरको दूरीमा हेर्न पाउँदाखेरि आह्लादित भएको थिएँ अब पोखरा पनि फिल्म कर्मीहरूको सहर हो प्रकाश घिमिरे हुनुहुन्छ माउत्से गुरुङ हुनुहुन्छ के छ अब यो उहाँहरूको पनि उपस्थिति नाट्यघरमा प्रेक्षालयमा वा मञ्चमा लगाउने र त्यो एउटा किसिमको आकर्षण त्यो किसिमको एउटा दर्शकहरूमा उहाँहरूको आफ्नै खालको फ्यान फलोइङ्सहरू छ र एउटा हुन्छ नि उहाँहरूको नामको कारणले उहाँहरूको अनुहारको कारणले पनि जाउँ न भन्ने खालको माहौल त पोखरामा ल्याउन सकिन्छ नि यतातिर सोच्नु भएको छैन हो जस्तो अब माउसे दाई प्रकाश दाईले नाटकहरू गर्नु प्रकाश दाईले त 4वटा नाटक गर्नुभयो पोखरा थिएटरमा यो कोभिडभन्दा अगाडि र माउसे दाईले 2टा नाटक गर्नुभयो र कोभिड पछाडि चाहिँ अब दाईहरू अहिले एकदमै धेरै फिल्ममा व्यस्त हुनुहुन्छ र जस्तो अहिले कुरा भइराखेको छ माउसे दाईहरूले चाहिँ गुरुङ नाटक गर्ने भनेर चाहिँ उहाँहरूको संस्थाले पनि निर्णय गर्यो भाइ एउटा नाटक गर्ने तयारीमा छौँ भनेर चाहिँ दाईले कुरा गर्नुभएको छ र हो त्यो चाहिँ जस्तो हाम्रो लागि चाहिँ एउटा प्लस पोइन्ट हो जस्तो अहिले तत्कालै दाईहरूको फिल्मको स्केड्युलले कुराकानी चाहिँ भइराखेको छ ठ्याक्कै अहिले दाईहरू फेरि एउटा पिकअपमा हुनुहुन्छ कि यतिखेर नेपाली सिनेमामा नै दाईहरूलाई एकदमै टाइट छ समयको व्यवस्थापन किनभने एउटा नाटकलाई कम्तीमा 2 महिना समय दिनु पर्यो अनि हामीलाई अर्को जटिलता के हुने भने जस्तो एउटा नाटक हामी 15 दिन मञ्चन गर्छौँ र अब त्यो कतिपय अवस्थामा त्यो 15 दिनमै रोक्नु पर्यो भने जस्तो हामी सिरुमा रानी अर्को 2 महिना चलाएको भयो भने राम्रो जान्थ्यो त्यो किनभने समय व्यवस्थापनको कारणले एकदमै च्यालेन्ज भयो अनि 15 दिन जति नै हासुल भयो नि त्यो नाटकले खर्च उठाउनेवाला छैन के अनि त्यो हिसाबले एउटा लामो समय लाँदाखेरि चाहिँ समय व्यवस्थापन सबभन्दा जटिल भएको छ दाईहरूको अब एउटा पिकअपको समयले गर्दाखेरि पनि अहिले तत्काल भनेको कुराकानी चाहिँ भइराखेको छ नाटक गर्ने भन्ने कुरा नि भइराखेको छ तर जस्तो अहिले तत्कालै त्यो प्रोडक्सनको तयारी त छैन तर दाईहरू हरेक नाटकमा आउनुहुन्छ हैन नाटक हेर्ने हामीलाई चाहिँ नाटक प्रोडक्सन अगाडि आउने त्यसलाई चाहिँ त्यो के अरे हामीले नाटक मञ्चन भन्दा केही दिन अगाडि बोलाउँछौँ दाइहरूसँग सल्लाह सुझावहरू लिन्छौँ त्यसरी काम गरिराखेका छौँ सँगै हुनुहुन्छ एकसाथ हुनुहुन्छ तर अब मञ्चमा स्टेजमा ल्याउनको लागि अनि अर्को तरिका चाहिँ मैले दमकमा 1 वर्ष अगाडि गत वर्ष 1.5 वर्ष अगाडि दमकमा म रहँदाखेरि मैले त्यहाँको नाट्यघरमा चाहिँ त्यो 12 एङ्ग्री म्यान हेर्न गएको थिएँ क्या पूर्व मेयरले अभिनय गरिरहनु थियो वान अफ द एङ्ग्री म्यान भएर अनि उद्योग वाणिज्य सङ्घको पूर्व अध्यक्ष हैन त्यहाँको व्यापारीहरू त्यहाँको चाहिँ शिक्षकहरू त्यहाँको व्यवसायीहरू अनि त्यहाँको राजनीतिक कर्मीहरूलाई पनि स्टेजमा उतार्ने काम भएको थियो क्या अनि त्यो मास हेर्दा त्यसको त्यो प्रचार प्रसार हेर्दा न्युजहरूमा हेडलाइनहरू हेर्दाखेरि त्यो एउटा नाटकलाई त्यसरी पनि व्यापकतामा लगिरहेका छन् क्या नाट्य क्षेत्रमा लागेका साथीहरूले हो एक्ज्याक्टली यो चाहिँ हामीले नि सिक्नु गर्नुपर्ने कुरा हो मलाई पनि इच्छा छ चाहिँ एउटा थिएटर एक्सप्लोरको लागि पनि एकदमै राम्रो हो र दोस्रो चाहिँ थिएटर डेभलपमेन्टको लागि पनि त्यो हिसाबले मलाई पनि यो चाहिँ काम गर्न एकदमै इच्छा भएको कुरा हो जस्तो अब दमकमा भयो हैन काठमाडौँमा पनि कहिलेकाहीँ चाहिँ जस्तो शिल्पीले त्यसरी गरिराखेका हुन्छ त्यो खालको प्रोडक्सनहरू गर्न इच्छा छ र यो चाहिँ सिको गर्नुपर्ने कुरा हो भन्ने चाहिँ मलाई पनि एकदम लागेको छ 12 एग्रिमेन्ट त तपाईहरुले पनि गर्नु तपाईकै निर्देशनमा त्यो बेला पनि तपाई निर्देशक पनि हुनुहुन्थ्यो कलाकार पनि हुनुहुन्थ्यो हैन र मैले अब यो रंगमञ्चमा थिएटर बनाइसकेपछि चाहिँ अभिनयमा फर्केको नाटक पनि हो त्यो मैले हेरेको छु अनि यो हुँदो रहेछ कि आफू निर्देशक पनि हुने कलाकार पनि हुने र आफू निर्देशक मात्रै भएर कर्नरमा बसेर त्यसलाई पुरै मोनिटर गर्दाखेरिको फरक के छ त्यो निर्देशकीय दृष्टि चाहिँ अलि मर्दो रहेछ जस्तो लाग्यो मलाई किनभने जस्तो अहिले मुनामदन भइरहेछ म आफै स्टेजमा छु मेरो पार्ट कसरी गएको छ त्यसको ब्लकिङ के भइरहेछ टाइमिङहरू के भइरहेछ वा त्यहाँ डिजाइनका चिजहरू लाइटहरू कसरी आइरहेछ भनेको जुन विशुद्ध निर्देशक भएर बस्दाखेरि चाहिँ हरेक सोमा बसेर हेर्ने कामै हुन्छ नि त निर्देशकले
अनि त्यो निर्देशकीय दृष्टि चाहिँ अलिकति मर्दो रहेछ आफू कलाकार भएपछि चाहिँ मलाई चाहिँ अब यो दुईटा नाटकमा मैले त्यसरी काम गरेँ हो नि त एक चियानमा नि मैले काम गरेँ एक चियानमा मलाई सजिलो के भइदियो भने पहिला अरू कसै एक्टरले गरेका थिए त्यो 6-7 वर्षदेखि नियमित छ र यो वर्ष मैले एक चियानमा गरेँ अनि त्यो भिजुअल सेट भइसकेको थियो मलाई म त्यहाँ बस्दाखेरि सबै कुरा मलाई याद हुन्थ्यो तर जस्तो मुना मदनमा अहिले मलाई अलिकति च्यालेन्जेस भएको चाहिँ मैले एउटा दृश्यको परिकल्पना त गरेको छु जस्तो म त्यहाँ पछाडि बस्छु छटपटिरहेको हुन्छु कि त्यहाँ त्यो एक्टरले कहाँनिर ल्याएको छ लाइट कहाँ ल्याएको छ टाइमिङ के छ म्युजिकले के गरिराखेको छ भिजुअल कस्तो बनाएको छ होइन एउटा हामीले अलिक सैनिक खालको कुरा खोज्छौँ नि त इमेजहरू त्यो हरेक दृश्यहरूको इमेज कस्तो निर्माण भइरहेछ एक्टर कहाँनिर बसिरहेको छ भन्ने कुराको चाहिँ एकदमै त्यो डिरेक्टरलाई चाहिँ छटपट भइराख्दो रहेछ अनि त्यसले कतिपय अवस्थामा नि त्यो छटपट कहिलेकाहीँ क्यारेक्टर पनि आइदिने एउटा च्यालेन्जेस कुरा चाहिँ रहेछ च्यालेन्जिङ छ तैपनि तपाईँले यो च्यालेन्जलाई लिनुभयो पहिलो कुरा मुना मदनको पिकअप अनि आफै मदन बनेर प्रस्तुत हुनु मौलिकतालाई जोगाउनु नयाँ सान्दर्भिकता थप्नु थुप्रै चुनौतीहरूलाई यहाँले साहसपूर्वक यसलाई मञ्चन गरिरहनु भएको छ त्यसलाई आत्मसात गरिरहनु भएको छ अब यो जति पनि कलाकारहरू वा नाटकमा लागेका विभिन्न किसिमको अघि पात्र सेलेक्सनको कुरामा चाहिँ एकदम गाह्रो हुन्छ भन्नुभयो नि यो चाहिँ किन त्यस्तो भएको छ किनकि नाटकको पढाइ नभएको हुनाले वा फिल्म स्टडिज पोखरामा नभएको हुनाले होला कि वा नाटकप्रति मान्छेहरूको चेतना नभएकोले होला कि वा उनीहरू व्यस्त भएर हो कि के भएर हो मलाई चाहिँ कस्तो लाग्छ भने यो पोखरा चाहिँ खासमा अलिकति सपना देख्ने मान्छेहरू अडिन गाह्रो सहर रहेछ कि किनभने यहाँ अवसरहरू कम जस्तो मान्छेहरूले दुईटा कुरा मेरो पर्सपेक्टिभ जहिले नि के हो भने अवसरहरू आफै सिर्जना गर्नुपर्छ भन्ने हो र जस्तो हामी नै पोखरा थिएटरमै सुरुमा रहेका कतिपय अहिले काठमाडौँ गइसके उनीहरू किन गयो भने अवसरको खोजी अवसर सिर्जना गर्न अलिकति गाह्रो कुरा रहेछ पोखरा मुगलिन जस्तो भयो भन्नुपर्छ कतैबाट आउँछ बस्छ वा यहीँ बसेको मान्छे पनि सपना देख्छ ठुलो सहर जान्छ वा अन्त जान्छ मैले त्यही भएर के भन्छु भने अलिकति सपना देखेको मान्छेहरू अडिन गाह्रो सहर रहेछ यो पोखरा भन्ने मलाई लाग्छ त्यो एउटा कुरा भयो अनि दोस्रो कुरा चाहिँ अहिले पछिल्लो समय थिएटर कसरी प्रयोग हुँदै गएको छ भने सिनेमामा जानको लागि जस्तो अब काठमाडौँमै हेऱ्यो भने चाहिँ अधिकांश थिएटरमा आउने नयाँ जेनेरेसन छ कि त्यहाँ काठमाडौँमा पनि एउटा मान्छे 4 वर्ष 5 वर्ष पछि त्यो नाटकमा देखिँदैन त्यो मान्छे फिल्ममा जान्छ भने पछाडि अब जस्तो अहिले पनि हाम्रोमा के छ भने जस्तो एउटा नाटकको लागि तपाईँले 3 महिना समय दिनुपर्छ कम्तीमा अनि त्यस पछाडि अब यसको ब्याक स्टेजका थुप्रै कामहरू हुन्छन् है सधैँ मुखै नदै काम गर्नुपर्ने बेलुका 10, 11, 12 बजीसम्म काम हुने परिस्थिति हुन्छ एउटा हार्डवर्किङको पनि छ त्यो हिसाबले पनि अलिकति च्यालेन्जेसको कुरा भयो त्यो एउटा च्यालेन्ज भयो र कलाकारहरू त्यो व्यवस्थापनको हिसाबले चाहिँ अलिकति दुःख थिएटरमा दुःख छ अनि मान्छेको एकदमै माइन्ड मेकअप चाहिँ के हो भने फिल्ममा जाने हो गरे म वा अर्को भनौँ न विजय बराल देखेर नाटकमा आएको थियो त्यो भनेर अनि त्यसरी आइरहेको हुन्छ त्यसले पनि एउटा सस्टेनको हिसाबले अलिकति च्यालेन्जेसको कुरा हो र त्यो हिसाबले कलाकार यो व्यवस्थापनमा अलिक च्यालेन्ज छ कि पोखरामा अब हामी मुना मदनतिरै फर्कौँ ती दर्शकहरू जसलाई थाहा छ कि मुना मदन चलिरहेको छ पोखरा थिएटरमा जानुपर्छ गन्धर्व नाट्यघरमा चलिरहेको छ उहाँहरू आएपछि पाउने कुरा के हो मुना मदन हेर्नको लागि यहाँले उहाँहरूलाई दिने सन्देश के हो किन उहाँहरूलाई कसरी आमन्त्रण गर्न चाहनुहुन्छ मैले अब मुना मदन हेर्न दर्शकलाई मैले किन आग्रह गर्छु भने मुना मदन तपाईँले काव्य पढे जस्तो पनि अनुभूति हुन्छ यो र हेरे जस्तो अनुभूति पनि हुनुहुन्छ कहीँ तपाईँ मुना मदन किताबमै छु जस्तो महसुस हुन्छ र कहीँ चाहिँ तपाईँलाई फेरि यो नाटकमा भनेको मुना मदनको त्यो किताबभन्दा बाहिर नाटकमा पनि छु है भन्ने खालको एउटा महसुस हुन्छ दोस्रो कुरा चाहिँ जस्तो मुना मदन अघि नै भने हाम्रो एउटा पहिचान हो र यसले उठाएका गम्भीर विषयहरू मुना मदनको प्रेमको सन्दर्भ वैदेशिक रोजगारको सन्दर्भ विभिन्न सन्दर्भहरूको हिसाबले पनि र मञ्चीय हिसाबले चाहिँ मैले यसमा पृथकता मैले सकेसम्म अहिलेसम्म मैले गरेको नाटकहरूमा म एकदमै सेटिस्फाई भएको जुन मैले भिजुअल कल्पना गर्थेँ त्यो भिजुअल इफेक्टहरू मैले यसमा क्रिएट गर्ने कोसिस गरेको छु त्यो हिसाबले पनि अब यहाँहरू आउनुभयो भने एउटा प्रस्तुति शैलीमा नवीनता देख्नुहुन्छ अनि अर्को कुरा भनेको चाहिँ मुना मदन अहिलेको पुस्ताले हेर्न छुटाएको छ मुना मदनको बारेमा सुनेको छ तर वास्तवमा मुना मदन के हो त नि भन्ने कुराले पनि दर्शकलाई चाहिँ एक किसिमको प्रेरित गर्छ भन्ने लाग्छ मलाई त्यही भएर मुना मदन हेर्न सबैजना आइदिनु होला मुना मदनको बारेमा सुनेको छ मुना मदनको वियोग कथा त्यो उहापोहसँग
त्यति नजिक भएको छैन। यहाँले भन्नु सक्नुभयो कि प्राज्ञिक क्षेत्रमा लागेका केही विद्वानहरूले समेत मुना मदनको वान लाइन स्टोरी नपढेको पाएँ भनेर होइन। हो, जस्तो मुना मदनको श्लोकहरू पढ्दाखेरि मलाई नि पहिला 1-2 पटक 3 पटक पढ्दा त्यति रस आएको थिएन के। अनि किन मान्छेले यसरी मुना मदनलाई महाकाव्य, मेरो नि क्वेसन थियो होइन। तर जब पढ्दै जाँदाखेरि चाहिँ त्यो यस्तो हरेक श्लोकहरू यसरी यति बेजोड भएर आएका छन् कि त्यो मुटुमै हान्ने खालको छन् मुना मदनको होइन। अनि त्यो हिसाबले चाहिँ त्यो कथावस्तु मान्छेलाई कति थाहा छ, किनभने मदन थिए, मुना थिए, तिनीहरू बिचको लासा जाने क्रममा प्रेम एउटा वियोगमा गएर टुङ्गिन्छ भन्ने कुरा त थाहा छ, एउटा वियोगान्त खालको खण्डकाव्य हो भन्ने सबैलाई थाहा छ। तर हरेक पङ्क्तिहरूमा जुन त्यो भाव छ नि, जुन गहिराई छ नि, त्यो चाहिँ साँच्चीकै त्यो मुना मदन पढ्दा अनुभूति हुँदो रहेछ कि। मैले जति पटक पढेँ त्यति नै त्यसका अनेक अर्थहरू भेटिने, त्यो उति नै गहिराई भेटिने र मलाई फरक महसुस भयो। साँच्चीकै त्यो पछाडि जाँदा किन मान्छे मुना मदन पढ्दै जाँदा एकदमै इमोसनल हुँदै जान्छ, आँसु झर्छन् भन्ने कुरा चाहिँ त्यो धेरै पटक पढ्दाखेरि महसुस हुने रहेछ। तपाईँ त मुना मदनको मदन पात्र। मदन हो। मदनले यो नाटकमा मुना मदनभित्र महाकविको काव्यलाई आफ्नो मुखारबिन्दबाट बोलेको छ कि छैन? बोलेको छ, बोलेको छ। कुन हरफ बोलेको छ भन्न मिल्छ? अन्तिमतिरको पङ्क्तिहरू चाहिँ जस्तो दिदीको सम्बोधन गरेको, दिदीको सम्बोधन, कस्तो छ मेरी तिमुनालाई हेरेर को आयो, पानीको घुडको तिमाग्दी होलिन्, कसले पिलायो भन्ने पङ्क्तिहरूदेखि लिएर अगाडिको पङ्क्तिहरू, हे मेरा साथी, हे मेरा भाइ, नछोड मलाई, साथीहरूलाई सम्बोधन हो, गरेको। कागर गिद्धहरूको पापी शिकार बनाई, घरमा मेरी तिबुडी आमा तिबुडी मर्नेछिन्, चन्द्रमा जस्ती ती मेरी प्यारी ठहरै पर्नेछिन् लगायतका पङ्क्तिहरू। जस्तो मदन बिरामी भयो, साथीहरूले उसलाई छोडेर जाने बेलाको बेला भए, मलाई चाहिँ साथीलाई नजाऊ भन्दाखेरिको कविताको अंशलाई मदनले वाचन गर्छ। जस्तो मलाई संवाद राख्दाखेरि यो जस्तो जुन त्यो पङ्क्तिहरूमा मिठास छ नि, त्यहाँ साँच्चीकै ती उनीहरूको संवादै गरिराखेका छन् कि पङ्क्तिमा, त्यो मुना मदनका जुन हरफहरू छन् त्यहाँबाटै। अनि मलाई चाहिँ ट्याक्कै त्यो राख्दाखेरि साँच्चीकै त्यो जुन सिचुएसन छ त्यो अनुसार चाहिँ त्यो संवाद राख्दा खल्लो हुन्छ भन्ने महसुस भयो। र त्यहाँनिर त्यो मदनले अनि त्यसपछि उसको साथीहरूले पनि ती पङ्क्तिहरू जे छन् त्यही बोल्छन्। र त्यस देवकोटाको त्यो पङ्क्तिहरूलाई नै मोर पावरफुल र सुटेबल पाउनु भयो। र अन्तिममा जस्तो त्यो दिदी भाइको होइन के अरे जस्तो के अरे गजब लाग्छ यो कुरा सुन्दा, मामली कहाँ छ होइन, भाइले सोध्छ अनि दिदीले भन्छ त्यहाँ पृथ्वी पारी आकाशमाथि के भन्ने छ होइन। ती सबै ती अन्तिमका मैले सबै हरफहरू राखेका छु। र कतिपय गीती जस्तै नछोडी जानुस् हे मेरा प्यारा भन्ने मुनाहरूले बोलेको कुराहरू छ। मदनले चाहिँ 2 ठाउँमा गएर देवकोटाकै पङ्क्तिहरू बोलेको छ। भनेपछि यो नाटक हेर्न विभिन्न पक्षहरूबाट रमाइलो र आकर्षक छ। यसमा गीत छ, सङ्गीत छ, मौलिकता छ, सान्दर्भिकता छ, कवितालाई न्याय गर्नुभएको छ। र यति गजबको नाटक यहाँले निर्देशन गरिरहनु भएको छ, आफै कलाकार हुनुहुन्छ र दर्शकहरूको कमी भएको र हाम्रो लगानीको बजेटसँग अहिलेको ग्रस कलेक्सन कम्पेयर गर्दाखेरि लाजमर्दो स्थिति छ भनेर यहाँले भन्नु एक्ज्याक्टली हो। हुन्छ, अब यो देखिरहँदाखेरि शासकहरूलाई के भन्न चाहनुहुन्छ जसले प्रज्ञाको क्षेत्रमा विकास गर्छु, संस्कृतिको क्षेत्रमा विकास गर्छु, नाटकको उत्थान गर्छु, कलाकारको हकितको लागि काम गर्छु भनेर राजनीति नै गर्नेहरू, पदमा पुग्नेहरू छन् नि त। 3 तहको सरकार छ, प्रतिष्ठानहरू छन्, केन्द्रहरू छन्, सांस्कृतिक केन्द्रहरू छन्, नाट्यशालाहरू छन्, नाटकको क्षेत्रमा, साहित्यको क्षेत्रमा, कलाको क्षेत्रमा अहोरात्र आवाज उठाइरहेका, उनीहरूको आवाजमा विभिन्न किसिमको नेतृत्व गरिरहेका, अप्रत्यक्ष रूपमा प्रत्यक्ष रूपमा राजनीति गरिरहेकाहरू छन्। उनीहरूलाई के छ एकसाथ सम्बोधन? अब जस्तो हाम्रो शासक भन्ने कि के भन्ने होइन, व्यक्ति विशेष भएर जानुभयो कि उहाँहरू, नीति विशेष भएन। जस्तो हामीलाई रङ्गमञ्चको विकासको लागि चाहिँ खोइ त नीति। अब कुनै रङ्गप्रेमी शासक गयो भने वा त्यहाँ नेतृत्व गयो भने त्यो छुट्टै भएर आउँछ। हामीले पनि केही सहयोग पाएछौँ, नपाएको होइन। फेरि जब नेतृत्व फेरिन्छ, मन्त्रालयमा अर्को मन्त्री फेरिन्छ वा स्थानीय निकायमा वा प्राज्ञिक संस्थामा फेरिन्छ, त्यसपछि त्यो सबै फेरियो, त्यसपछि त्यसले चिन्दैन। नाटकको संवेदना बुझ्ने मान्छेसँग तपाईँको सहकारी सहयोग तपाईँले पाउनुहुन्छ? पाएको छु। फेरि त्यही ठाउँमा अर्को व्यक्ति जाँदाखेरि चाहिँ रोकिन्छ। बिल्कुल, त्यो एकदमै यसरी रोकिन्छ कि त्यो मन्त्रालयमा छिर्न पनि गाह्रो हुन्छ वा भनौँ के अरे पोलिसीको डेभलपमेन्ट छैन। त्यसले गर्दा जस्तो हामी कहीँ भनौँ न, हामीले नै केही कार्यक्रमहरू आयोजना सुरु गऱ्यौँ, मन्त्रालय गण्डकी प्रदेशले नै सहयोग गर्छु यो कार्यक्रम लैजाउँ भनेर, जब मन्त्री फेरियो सबै गयो, हामीलाई त के भने त्यो कार्यक्रम निरन्तर त गर्नु पर्यो। यदि पोलिसी हुन्थ्यो भने त
हो त्यो किसिमको सपोर्टको निरन्तरता हुन्थ्यो। जस्तो हामी जस्तो नाट्य घर सञ्चालन गरिरहेको मान्छेहरूलाई वा नाट्य क्षेत्रमा दुई किसिमले, एउटा नाटक घरहरूको स्थायित्वको लागि एउटा खालको पोलिसी चाहिन्छ र अर्को कलाकारको स्थायित्वको लागि। दुईटा पोलिसी हामी कहाँ चाहिन्छ, कलाकार व्यवस्थापक जो त्यसमा काम गर्नुहुन्छ। त्यो खालको पोलिसी निर्माण नभइन्जेलसम्म अब व्यक्तिको मोनोपोलीमा जाने भयो र कसैलाई सहयोग चाहिँ पाउनु भएको छ, सपोर्ट चाहिँ पाउनु भएको छ, तर व्यक्ति अनुसार त्यो सिजनल भयो, त्यो चाहिँ आफैमा खुसीको कुरा भएन। पोलिसीमै हामी जानुपर्छ, पोलिसी नै बन्नुपर्छ भन्ने कुरा हो। पोलिसीमा एकदमै काम गर्नुपर्छ। अनि दोस्रो कुरा भनेको चाहिँ खोइ त हामीसँग अब जस्तो महिला कतिपय अवस्थामा आउँछ, मैले लर्निङ बाई डुइङ, मैले जे जति सिकेँ त्यो मैले अनुभवबाट सिकेँ। खोइ त हामीसँग नाटक पढ्ने विद्यालय नेपालमा कहाँ छ त? नेपाल सरकारले चाह्यो भने त्यो बनाउन सक्छ, सङ्गीतको छ, अरूको छ, ललित कलाको छ, नाटकको किन छैन? जबकि हाम्रो यो पुरानो विधा हो। अनि हरेक महानगरमा हो, राम्रो कुरा हो, एकाडेमी स्थापना हुँदै गएको छन् अहिले, राम्रो कुरा हो। तर एकाडेमी स्थापना ठुलो कि एउटा नाट्य विद्यालय वा सङ्गीत विद्यालय स्थापना ठुलो? किनभने जहाँ त्यो विद्यालय भने त हरेक समय मान्छेले त्यही कुरा पढ्छ, त्यही कुरा अप्लाई गर्छ, अनि पो एउटा स्तरको काम निक्लिन्छ। अनि त्यो हिसाबले चाहिँ जस्तो हामीले यो नाट्य क्षेत्रको विकास गर्ने वा कला क्षेत्रको विकास गर्ने हो भने यसलाई के अरे एउटा एकाडेमिक हिसाबले पनि लैजानुपर्छ। जस्तो गण्डकी प्रदेश भनौँ न, अहिले हाम्रो यो गण्डकी प्रदेश त कलाको साहित्यको हामी राजधानी भन्छौँ, पर्यटकको त अब यहाँको महानगर अहिले घोषणा पनि भइसक्यो, पर्यटनको राजधानीको रूपमा घोषणा गरेको हो। एउटा हामीसँग यहाँ नाटकको विद्यालय हुने हो भने, विश्वविद्यालय होस् वा एउटा युनिभर्सिटी वा भनौँ एउटा कलेजसम्म हुने हो भने नेपालको सबै के अरे कम्तीमा कलाकारहरू डिसेन्ट्रलाइज भएर पोखरा केन्द्रित हुन्छन् के। उसले सर्टिफिकेटको लागि पनि, किनभने नेपालमा छँदै छैन, हामी व्यक्तिगत हिसाबले काम गरिराखेका छौँ होइन, तर एकाडेमिक जुन त्यो सर्टिफिकेट हुन्छ त्यो छैन। त्यति लिनको लागि पनि सबै थिएटर आर्टिस्ट भनौँ वा थिएटर पढ्न चाहने मान्छेहरू पोखरा आउँछन्। त्यसले त पोखरालाई त एउटा ठुलो केन्द्रित गरेर लैजान्छ नि त। आर्टको जुन डेभलप हामीले डिसेन्ट्रलाइजेसनको कुरा गरिराखेका छौँ, काठमाडौँमा सबै मान्छेहरू जानुको कारण पनि त्यही हो नि त। अनि त्यो हिसाबले चाहिँ जस्तो अब यो जुन सम्बन्ध निकायहरू छन् यसरी पनि सोच्नुपर्छ। अनि एकाडेमिक भ्यालु भनेको कस्तो रहेछन्, अहिले हामीलाई एकदमै गाह्रो हुने चाहिँ यतिसम्म गाह्रो कि मैले यहाँबाट एउटा कलाकारलाई बोकेर लिएर जाँदाखेरि, जब नाटक रिहर्सल सकिन्छ लिएर जाँदा मेरै सामुन्ने उसको अभिभावकले गालामा थप्पड हानेको छ कि। अनि यहाँ 15 दिन आउँछन्, 15-20 दिन विशेष गरेर अब मेल फिमेलमा भनेको महिला पुरुषमा कतिपय अवस्थामा त्यो लागु हुन्छ, कतिपय अवस्थामा अझ महिला कलाकारहरूलाई 20 दिन आएपछि त त्यो 8 वर्ष 9 वर्ष किन बस्या छस् भन्ने खालको पारिवारिक यति प्रेसर आउँछ कि बिचरा उसले रङ्गकर्म गर्न छोड्छ। किन त्यस्तो हुन्छ भने एकाडेमिक भ्यालु छैन कि हामी कहाँ। एउटा मान्छेले अहिले सिनेमा पढ्नको लागि चाहिँ सिनेमा स्कुलहरू भनौँ न कलेजहरू सुरु भएको छन्, त्यहाँ त मान्छे 300-400 कति हरेक वर्ष 500 जना दीक्षित हुँदै पनि गएको छन्। तिनले त एउटा एकाडेमिक हिसाबले त्यही विषय पढ्न गयो नि त। त्यो भयो भने परिवारले पनि कम्तीमा कन्भिन्स हुँदो रहेछ, यो पनि एजुकेसनको एउटा माध्यम हो, यो पनि पढ्नुपर्ने रहेछ भन्ने। जस्तो हामी कहाँ चाहिँ त्यो एकाडेमिक हिसाबले भ्यालु नहुँदाखेरि पनि कतिपय अवस्थामा अब कस्तो हुन्छ, अब हामीसँग जति आउनु भएको छ, कोही भिसा क्यान्सल भएर कोही कोरियन भाषा पढ्दै हुनुहुन्छ, अनि कोही चाहिँ अरू चिजमा हुनुहुन्छ, अनि त्यो कोरियन भाषा पढिराख्नु भएको छ वा कहीँ अरू देशको लागि अप्लाई गरिराख्नु भएको छ, एब्रोडको तयारी छ, अनि त्यो 6 महिना समय रहन्छ, थिएटर आउनुहुन्छ, 6 महिना उहाँले मेहनती गर्नुहुन्छ, भिसा लाउँछ, जानुहुन्छ। त्यसरी त अनि हामीले एउटा क्वालिटी मेन पावर कसरी उत्पादन गर्ने त? त्यो मेन पावरलाई कसरी रोक्ने? अब नेपालमा हेऱ्यो भने अब सौभाग्य भन्ने कि दुर्भाग्य, एयरपोर्टमा गएर एयरपोर्टमा गएर भिसा क्यान्सल भएर फर्केका मान्छेहरू नेपाली फिल्म इन्डस्ट्री वा कला क्षेत्रमा छन्। त्यो उनीहरूको सक्सेस स्टोरी, उनीहरूको स्ट्रगल कनेक्सन चाहिँ बिकज आई गेट रिजेक्टेड फ्रम द्याट्स एम्बेसी फ्रम द्याट भिजा भनेर त्यहाँबाट सुरु भयो। भनेपछि त हाम्रो कलाको अवस्था कहाँ छ? अनि हामी के एक्सपेक्टेसन गर्छौँ भने ब्रोडवेसँग वा हलिउडसँग हामी फेरि हामी लएर दाँच्छौँ। अनि हाम्रो अझ हेऱ्यो भने त हाम्रो दर्शकहरूले पनि ब्रोडवेमा यस्तो नाटक हुन्छ वा के अरे इन्डियामा यस्तो नाटक हुन्छ, एसियामा त हामी स्ट्रङ छौँ नाटकमा, वा ब्रोडवेको कहाँको इक्जाम्पल दिनुहुन्छ। ठिक छ, त्यो हामीले त्यो कल्पना गर्ने हो, त्यो लेभलमा हामी जाने हो। जानको लागि हामीसँग ब्याकअप के छ त? कुरा त त्यहाँनिर हो नि त। हामी कुन ग्राउन्डमा उभिरहेछौँ, एक्ज्याक्टली त्यो ग्राउन्ड हामीले कहाँ टेकिरहेछौँ, हाम्रो जरा भूगोल र माटो अनुसार हुन्छ। अब यो त एकदम बहुआयामिक छ, यसका चिन्तन, यसका समस्याहरू अनि यसका समाधानका पहेलीहरूको बारेमा हामी गयौँ भने त यति धेरै टाइम लाग्छ, यति धेरै समय लाग्छ। अब समयको एउटा सीमितता छ। जाँदै अब बिट मार्नुपर्ने बेला आइपुगेको छ। जाँदै मुना मदन नाटकको मदनको
अन्तिम सम्बोधन के छ यो स्रष्टा संवाद कार्यक्रमको यो छुट्ने बेलामा बिट मार्ने बेलामा तपाईँको दर्शकहरूलाई सम्बोधन के छ? म सबैलाई अब पोखरामा हामीले नियमित रङ्गकर्म गरिरहेछौँ, यहाँहरू नआइदिने हो भने चाहिँ हामीले गरेको नाटकहरूको भनेको हामी गर्छौँ, सकिन्छ। त्यो भएर एकचोटि हामी रङ्गकर्मीहरूको हौसला प्रदान गर्न र अर्को कुरा चाहिँ खालि हौसला प्रदान गर्न मात्रै पनि होइन। मुनामदन तपाईँ आएर हेर्नुभयो भने मलाई विश्वास छ कि तपाईँले त्यो 1.5 घन्टा 1 घन्टा 45 मिनट आसपासको 40 देखि 45 मिनटको समय अवधि छ, त्यो समय अवधि साँच्चीकै इन्जोय गर्नुहुन्छ। मलाई लाग्छ त्यो तपाईँले जुन टिकट काटेर हेरेको पैसाको असुलदेखि लिएर जुन एउटा क्रिएटिभ हिसाबले हामी काम गरिरहेछौँ, पोखराको रङ्गकर्म पनि यहाँ पुगेछ है भन्ने महसुस हामी तपाईँलाई दिलाउन सक्छौँ भन्ने लागेको छ। त्यो भएर सबैजना आएर मदनको र यो नाटकको निर्देशकको ड्रामाटाइज गरेको पनि मैले, यसको परिकल्पनाकारको हिसाबले पनि म यहाँहरू सबैलाई अझै 1 हप्ता छ पोखरा थिएटरमा आएर मुनामदन हेरिदिनु होला। हस्, समय र संवादको लागि धेरै धेरै धन्यवाद। यहाँलाई पनि यो पहिलो श्रृङ्खलामा यसरी जोडिन पाएँ, म एकदमै सौभाग्यशाली र मैले एउटा आइडल मानेको मान्छे पनि हो। यहाँको प्रस्तुति शैलीदेखि जुन स्रष्टा संवादमा म नियमित सुन्ने गर्थेँ पहिला र आज यसरी जोडिन पाएँ, एकदम खुसी छु, एकदम आभार व्यक्त गर्छु। हस्, धन्यवाद। हजुर, उहाँ हुनुहुन्थ्यो परिवर्तनसँग जोडिन्छ पोखरा थिएटर। पोखरा थिएटरको सिइओ परिवर्तनजीसँग आज हामीले गन्धर्व नाटक घरको यो प्रेक्षालयमा संवाद गऱ्यौँ। स्रष्टा संवादको भिडियो केन्द्रित पहिलो संवाद हो, पहिलो श्रृङ्खला हो। आज हामी बसिरहेको बोलिरहेको यो आगनी हो मदनको आगनी। मुना मदन यो नाटक चलिरहेको छ। मदन र मुनाको घरको आगनीमा आज हामीले मुना मदन नाटकभित्रका मदन पात्रसँग कुरा गऱ्यौँ, जो स्वयं मुना मदन नाटकको निर्देशक पनि हुनुहुन्छ। आजको यो मुना मदन केन्द्रित मदन संवाद कस्तो लाग्यो? सल्लाह सुझाव प्रतिक्रिया खुलम खुल्ला गर्नुहोला। स्रष्टा संवादको दोस्रो श्रृङ्खलामा अन्य सर्जकहरूसँग यसरी नै हामी कुराकानीमा जुट्ने नै छौँ। यहाँको समय शुभ रहोस्। नमस्ते।